हेलो नमस्ते। यो चाहिँ मेरो ड्राफ्टमा पुरानो भिडियो रहेछ, त्यसैले आज मैले यो भोइस ओभर गर्ने डिसाइड गरेँ। यो चाहिँ जनवरी दसैँको भिडियो हो अनि त्यसैलाई चाहिँ आज लक्ष्मी पूजाको दिन हाम्रो टिका चाहिँ नभएको कारणले खासै काम गर्नुपर्ने केही पनि थिएन, त्यसैले चाहिँ मैले यो भोइस ओभर गरेर अपलोड गर्छु भन्ने डिसाइड गरेँ। सो यो चाहिँ मेरो भाइले पकाएको थियो त्यस दिन। यो भन्दा भन्दै चाहिँ मैले यो वर्ष या विगतका वर्षहरूमा रियलाइज गरेको कुरा चाहिँ के भन्दा, सानोमा जस्तो त्यो दसैँ तिहारको रमाइलो, दसैँ तिहारमा जस्तो टाढा टाढाबाट आफन्तहरू, मान्छेहरू या रिलेटिभ जो भए पनि घर भनेर, गाउँ भनेर फर्किने, त्यो पर्वलाई पर्वअनुसार मनाउने त्यो चलन सायद हटिसकेछ जस्तो लाग्छ। अचेल चाहिँ गाउँमा भन्दा पनि सहरमै मान्छे उतै बसेर उतै नै आफ्नो परिवार एकैजना भए पनि उतै नै मनाउन प्रिफर गर्नुहुन्छ सायद। हुन त धेरैजसो मान्छेहरू अहिले गाउँमा हुनुहुन्न र इभन नेपालमै पनि एकदम युथहरूको कमी भएको कारणले चाहिँ सबै कुरा साइलेन्टै फिल हुन्छ। र त्यो हुँदाहुँदै गाउँमा त झन् बुढाबाआमाहरू बाहेक त एकदम कमै हुनुहुन्छ होला, जति पनि हुनुहुन्छ उहाँहरूलाई नि आफ्नै घर परिवार त्यसमै बिजी भएको कारणले खासै परिवार र पर्व फरक भए जस्तो लाग्छ।